हजुर ए डर पो लाग्छ है Alright. Good morning everyone. Welcome back to the new vlog. Second day. So, त्यहाँ नि vlog चल्दै रहेछ. उसमा दाँतमा हान्न खुट्टे यताबाट यता आइज मतिर मतिर आइज न हो यसो यो साइडमा रहेछ नि यहाँ दाँतमा हान्न हो ल अहिले चाहिँ जेबेलु त हो म त भिडियो गराउने हो कि हामी जगत भन्ने ठाउँबाट आज 9:15 भयो अलराइट अहिले चाहिँ 9:20 भइसक्यो अनि हामी चाहिँ जगत भन्ने ठाउँबाट ल हिँड्यौँ अब from Jagat. रात भरि रेस्ट गरेको त हुन्छ त जान सक्छ नि ल सो यो ठाउँबाट हामीलाई 68 किलोमिटर लाग्दो रहेछ त्यहाँ देखेको थिएँ अनि होटलबाट निस्किँदा त जाडो हुन्छ कि जस्तो लाग्थ्यो यहाँबाट पोले आएको जाँदा गऱ्यौँ भएन बहने हाम्रो झन् चलाउने बुस्ट भइरहेको नि पहाडहरू यस्तो खान सिधै विदेशीहरू पुरै म्याप हेर्दै यत्रो म्याप हेर्दै ट्रेकिङ हिँड्दै गरेको ए यो झरनाको नाम कुन झरना रहेछ अन्नपूर्ण रहेछ यो भाग छुटाउनु हुँदै भनेको एकदम हेर्दै कस्तो खतरनाक के यता पहाड छ होइन बिचमा सानो बाटो कस्तो खतरनाक के हो र यता बिस्ट पनि छ बिस्टलाई पनि देखा यस्तो गरेर हजुर 3 गियरमा तानिराखेको यस्तो मजाले 2मा ढुक्कसँग होइन प्राइम चाहिँ बिस्ट हो क्या अहिलेको चाहिँ अभियसली ल अरू त मलाई थाहा छैन होइन तर मैले यो चलाएको मलाई चाहिँ यो भनेको चाहिँ बाइकको फेभरेट भइसक्यो यो बाइक मेरो पनि अब ट्राइम साथी हो भने ट्राइममै लिन्छ होला कहाँ यो ओए कहाँ यो ल हामी चाहिँ टक्क लाएर अहिले अक्टोपस झरनामा आइसक्यौँ नि हेर्दै हेर्दै आइयो यार मजा
अगाडिबाट देखाउँछु यहाँबाट हो ओ दाइ बाटो चाहिँ केही छैन ठिक चाहिँ बाटो बनेछ मान्छे हिँड्ने आयो ए यताबाट त घाम लाग्दो रहेछ यार आउँछ ओहो हाय ल अहिले चाहिँ हामी यहाँबाट निस्किँदा हामी मजा गर्ने एकछिन अब चाहिँ हामी अक्टोपस झरनालाई छोडेर अगाडितिर जाँदैछौँ दाइहरू गइसक्नु भयो खतरा तर के हामीलाई के बिग्रियो भन्दा हाम्रो के मिलेन भन्दा हामी चाहिँ त्यहाँको घाम अपोजिट साइड पर्ने बेलामा आयौँ कि त्यही भयो नत्र त फोटो खिच्यो भिडियो गरायो राम्रो रहेछ त्यही अब मेनली अक्टोपस झर्ना हेऱ्यो भन्दा आउने मान्छेहरू चाहिँ उ गरे हुन्छ कि बेलुकातिर आयो हुन्छ यो 11-12 बजेपछि नत्र 9 बजेभन्दा अगाडि नै आयो हुन्छ 9-8 बजेभन्दा अगाडि नै आयो हुन्छ नत्र घामले गर्दा राम्रोसँग भिडियो आउँदैन फोटो त्यही नै हो ल यता चाहिँ फेरि खतरा आएको छ नि हरियो पहाड सेतो बाटो घाम कताबाट लागेको पूर्व कता हो त्यो थाहा नि पहिला पूर्व कता हो पत्ता लगा अनि त्यसपछि भन्न बोल्ला बल्ल आए जस्तो भयो नि त रमाइलो त अक्टोपस झर्नाबाट गयो भने रुप्से झर्नाबाट सुरु हुन्छ मुस्ताङलाई रुप्से झर्ना ऊ ल हिमालको दर्शन पनि भयो ल मनाङलाई चाहिँ पिच आयो त्यति त पिजै हो उनी आयो हिमालको दर्शन पनि पाइयो हिमालै रहेछ नि सेम माथि पुग्दै हिमाल जस्तै छ तर उस गरेर हिउँ नपरेको र ओहो हजुर मान्छे हेर्नु बाटो पुरै त्यही बाटो गइन्छ अब वहाँ पुल रहेछ त्यो पुल कटेर यताबाट गएर माथि अनि उतातिर जानुहुन्छ हजुर ए सीमा समाप्त ल अब यहाँबाट हाम्रो लङजुम जिल्ला छोडेर मनाङ जिल्लामा इन्ट्री गऱ्यौँ अनि मनाङ जिल्लामा यहाँहरूलाई हार्दिक स्वागत ए म त यता जाने होला भनेको ए यतै हो तर यहाँबाट यस्तरी घुमेर सर्व माथि जाने हो ल हेर्ने दाइहरू पछाडि हुनुहुन्छ हो घाम लाग्छ चामे भन्ने ठाउँ 5 किलोमिटर आम्बो what the hell this is called Manang guys ल हामी आएको चाहिँ उता तलको बाटो हो हजुर झर्नामै गाउँ बनाइदिन्छ क्या त्यहाँ तल चाहिँ एउटा गाउँ रहेछ त्यहाँ झरना हो त्यहाँदेखि चाहिँ अलिकति हो त्यो झरना भएको ठाउँमा
यहाँबाट देखिन्छ होला अब झर्ना पनि रहेछु त्यहाँ तल जाने बाटो यहाँबाट होला सायद अब तर हामी चाहिँ यहाँबाट सिधै जान्छौँ फुल म्याप रहेछ यहाँ तर हेर्ने भइएन अब जाऊँ अगाडि म्याप रहेछ यहाँ तर हेर्न देखिन्न कि क्यामेरामा त्यति देखिन्न कि यो ट्याब्लेटकै माथि छ कि राइडर रोड टर्न आउनुहोस् टाइम त इजी हो ल बाटो यस्तो छ 58 किलोमिटर्स यहाँबाट सैनिक भनेपछि त्यहाँ माथि आर्मीहरू हुँदो रहेछ ए पुरै ब्यारिकेड लगाएर बस्नुभयो ल ल झर्ने बित्तिकै निस्किनुहुन्छ कि फेरि अघि पनि त्यही भन्छ ए ल राइट आउनु अहिले चाहिँ हामी हिँडेको 1.5 घन्टा लागिसक्यो घरबाट घरबाट होइन ऊबाट होटेलबाट ल लेट्स गो ठाउँमा होटेलहरू वर्कसपहरू बाइकको त्यो रहेछ उता त बस्ती नै रहेछ त्यो नासो गाउँपालिका गाउँ कारणले मनाङ भनेर उतातिर देखाएको छ Hey, hey, what's up? आयो रेस खेल्ने आइज कहाँ हाले गदासँग के रेस खेल्छ घोडासँग खेल्छ घोडा होइन त्यो गदा हो त्यो ए गदा हो त्यस्तो हुन्छ घोडा त पुरै हेर्दै त्यो दौडेला जस्तो देखिन्छ त
जान्छ ठाउँ छ र जाए भन्छ के अरे टिप्परको टडक कि टिप्परको टायर के भन्छ त्यही अर्को बाइक लिएर जाने रे ल चलाउनु ल अगाडिसम्म लैजानु अब म हिँड्नु पर्यो अब ओहो लास्टमा लाएर मैला हिँड यार सन्जु त अहिले उता जानुभयो एलान्दै आउनुभएको छ यहाँ है बल्ल यहाँ र मलाई अलिक चिसो लाउन लाग्यो योहरू कसरी हिँड्ने होला यसो जाङ्गे लाएर टायरहरू हुन्छ पछाडि यहाँ झरना यहाँबाट यस्तो खतरा हिमालु अहिले चाहिँ हामी बाइक त्यहाँ तल राखेर उठाएर खिदेखा भ्लगर अरे अल्छी गर्छ ए यहाँ बाइक छ एउटा यहाँ छ अनि अगाडि टक्क एउटा हिमाल देखेछ हो मजाले यहाँ मैले टाइम ल्याप्स अन गरेर छोड्दैछु अनि टक्क हामी यहाँ छौँ नि यता जाने हो यहाँ टाइम ल्याप्स मजाले चलिरहेछ हाम्रो चिया आइसक्यो 1 2 3 है अरूको ओहो 4 उता ल खाएर भइयो यहीँ अनि उता छ हिमाल गिम्बल चलाउने हाल्नु हिमाल छ हाम्रो मजाले देखेछ टक्क यहाँबाट अनि बाइकहरू तल छ टायर यहाँ हुनुहुन्छ